उहाँ चाहिँ मेरा आमा जुइखे हामीले भन्छौँ हाम्रो भाषामै इज्या। उनले चाहिँ अब यो हाम्रो ताजा गाउँघरमै फल्या अर्ग्यानिक रायो काट सकाल्छन्। मेरो चाहिँ बहुत निको मान्डे साग हो। त्यही सागलाई तमलाई पात ठुला थिया देखान चाहिएको थियो, तर तिनले कहीँ काटिहाल्छन्। अहिले चाहिँ यो नुन खुर्सानी सुर्सान रेडी गरिन् चुलामै। अनि यमै चाहिँ चुलो छ, यही चुलामै बनिरहेको छ यो तासला। अनि आमा चाहिँ त्यो त्यतातिर व्यस्त छन् काममा आफ्नै, के काममा व्यस्त छन् त्यहाँतिर। अब यस्तो छ यो कोको निको मान्डा तम अब रायोको साग अब सकभर खाइदियो गाउँघरतिर होला, अब नखाया होला, अब मन पराउने होला निको मान्डे होला मेरो घर आया मुई चाहिँ तमीलाई फ्रीमै धुन ज्यामै खेलाउँला।